Hello everyone, how are you all of you? I hope सबैजना सन्चै हुनुहुन्छ होला। म फेरि पनि जोड्न चाहे आजको मुख्य विषय के छ भने यो जो सुकुम्बासीको बारेमा होइन। बालेन सरले अहिले जो गरिरहेछन् एक्चुअलमा त होइन त्यो उहाँले के सोची सम्झेर गरे होला, त्यो ठिक छ, ओके, केही प्रब्लम छैन। बट जनताहरूलाई इन्फर्मेसन दिनु धेरै इम्पोर्टेन्ट थियो होइन। पहिल्यै नै अब यस्तो उस्तो हुन्छ एन्ड देन केही जसरी भोटिङको टाइममा आएर हजारौँ लाखौँ को भिडमा आएर हरेक कुराहरू जसरी बोलेका थिए, त्यसरी नै अहिलेको जो माहौलमा जो घटिरहेछ जो घटना, त्यसरी नै ठाउँ ठाउँमा गएर यस्तो छ होइन, यस्तो यस्तो हो, टेन्सन नगर, अहिले यो चाहिँ नाला खोला यताउता यहाँ उहाँ भएर तिमीहरूलाई प्रब्लम हुन्छ होइन, हरेक कुराहरू हुन्छ। त्यही कारणले मैले यो सल्भ गर्नलाई गरिरहेको हुँ। टेन्सन नगर, तिमीहरूलाई जमिन समिन सबै कुराहरू टोटल्ली पाइन्छ, अनि त्यो आफ्नो सामान सामान यताउता राम्रोसँग सेटल गर भनेर त्यो कुराहरू पहिल्यै भन्नु जरुरी थियो होइन। त्यस्तो अनि मेरो थिङ्किङमा त के हो भने अहिले जहाँसम्म यो इम्पोर्टेन्ट थिएन अहिले जस्तो अहिलेको टाइममा, किनभने यत्रो साल यत्रो टाइम हरेक मान्छे बचेकै थिए, गरेका थिए, हरेक कुराहरू ठिकै थियो भनौँ। अहिले फिलहाल चाहिँ अहिले अब त्यो नगरेकै राम्रो हुन्थ्यो होइन। अब जमिन जग्गा जग्गा सरकारी भन्ने, अनि जनता चाहिँ कसको? हँ? जग्गा सरकारी होइन, जनता जनता चाहिँ कसको हो नि? त्यो होइन। अब म त यो अपिल गर्छु सरकारलाई, जसरी हुन्छ जे हुन्छ बिचारा अब कति त्यस्तै होलान्, कसरी बसेका होलान्, तिनीहरूलाई त्यसरी नगरिदियोस् होइन। राम्रोसँग केही सुविधा गरेर व्यवस्थित तरिकाले उनीहरूलाई केही न केही छिटोभन्दा छिटो गरिदिनु होला। म यही भन्न चाहन्छु है। अनि ठिकै छ, राम्रोसँग केही सुविधाहरू केही फेसिलिटी हुन्छ भने ठिक छ, गरोस्। रह्यो अर्को कुरा, हुकुमबासी भएर सुकुमबासी हुँ भन्नेलाई त एक्सन लिनै पर्यो होइन। त्यहाँ ठुल्ठुला आफ्नो घर भएर ठुल्ठुला बिल्डिङ थापेर रेन्टमा दिएर त्यहाँ यताउता गरेर त्यस्तालाई त एक्सन डेफिनेटली गर्नै पर्छ सरकारले होइन। त्यो सरकारको रिस्पोन्सिबिलिटी हो, अभियसली गर्नै पर्छ। ठिक छ, केही छैन। अब जो सुकुमबासी छ जसको केही छैन, जसलाई रोजगारी कमाउने केही उपाय छैन, अनि एउटा घरबास मात्रै छ, कहीँबाट केही छैन, उनलाई त जसरी भए पनि न्याय दिनु पर्यो होइन। जसको अब अलरेडी बिल्डिङ छन्, पुरा ठुल्ठुला घर छन्, अर्को पहाडतिर यहाँतिर उहाँतिर तराई पहाड पूर्व जहाँ पनि भए पनि घर छ, त्यस्ता हुकुमबासीलाई चाहिँ हुकुमबासीले सुकुमबासी हुँ भनेर त्यस्तालाई त एक्सन लिनै पर्यो। अनि त्यो हो, गरिब दुखी छन् तिनलाई चाहिँ सरकारले जसरी हुन्छ तिनलाई सेटल गर्नै पर्यो, कुनै पनि हालतमा गर्नु पर्यो सरकारले होइन। पब्लिकले पनि साथ दिनुहोस्, म त त्यही भन्न चाहन्छु। अब हजुरहरूको के प्रतिक्रिया छ त्यो राख्नु होला। अब अहिले जो चलिरहेछ अहिलेको माहौल धेरै गम्भीर छ, सबैजना अलि सबैजना सपोर्ट गर्नुहोस्, यो कुरालाई छिटोभन्दा छिटो खतम गर्नुहोस्, म यही भन्न चाहन्छु। हस् त, नमस्ते।